ज्ञानेन्द्र शाहीको आरोप प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो। पूर्व राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका लागि आइतबार भिडमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएको पाइएको सांसद समेत रहेका शाहीले फेसबुकमा लेखेका हुन्। हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओली ज्यूको निर्देशनमा प्रधानमन्त्री ज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ। उनले सोमबार बिहान फेसबुकमा लेखेका छन्, नेपाली राष्ट्रिय झण्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्ता कुकर्म गर्न थालेको छन्। छिछि, विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लागेको छ। मार्क्स र लेनिन माओ कुन देशका हुन् भन्दै उनले प्रश्न पनि गरेका छन्। हिजो विमानस्थल नजिक पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्ने क्रममा आदित्यनाथको फोटो प्रयोग भएपछि यसप्रति चौतर्फी चर्चासँगै आलोचना भएको थियो। शाहीलाई रिमालको जवाब यस्तो रहेको छ। काँक्रा चोरहरू पोल खुल्ने डरमा अर्काको गालामा बियाँ टाँच्छन्। एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपा सचेतक ज्ञानेन्द्र शाहीलाई नालायक भएको टिप्पणी गरेका छन्। फेसबुकबाटै राप्रपा सांसद शाहीले लगाएको आरोप खण्डन गर्दै रिमालले मलाई यस्ता नालायकहरूसँग सवाल जवाब गर्नु छैन भनेर लेखेका छन्। आइतबार पूर्व राजालाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा राख्न लगाइएको आरोप लगाएपछि रिमालले त्यसको जवाब फर्काएका हुन्। रिमालले फेसबुकमा लेखेका छन्, काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसिदिन्छन्, कुलेलाम ठोक्छन्। दलालहरू पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि खाल जोगाउन त्यस्तै हरकत गर्छन्। डिसइन्फर्मेसनको सहारामा मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट भ्रम फैलाइएको र शाहीले भ्रमको खेती गर्दै आएको पनि रिमालले आरोप लगाएका छन्। उनले लेखेका छन्, यी मानिस कति दुविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस 5-5 चोटि एडिट गरेको हिस्ट्रीले आफै बताउँछ।